हेलो एभ्रिवान। आज चाहिँ मैले चाहिँ यो भिडियो चाहिँ अब यहाँ इन्कम्प्लिट आदिबाट मात्रै बनाएको हस्पिटल आइसकेर तपाईँको हस्पिटल चाहिँ अब यहाँ एडमिट गरिसक्यो बिमारी। अब आज चाहिँ जुन 5 तारिक हो, आज वर्ल्ड इन्भाइरोमेन्ट डे पनि हो। सबैलाई ह्याप्पी वर्ल्ड इन्भाइरोमेन्ट डे। आज चाहिँ के थियो भन्दा एडमिसन गरेर अब भोलिदेखि चाहिँ भोलि चाहिँ अब बिहानै सर्जरी छ मेरो अब वाइफको। अब त्यही भएर आज यहाँ चाहिँ रुमहरू पनि पाएको छ। यो चाहिँ सबै जेनरल वार्ड हो, 4 बेड। अब आफ्नो हेरी अब यहाँ 4 बेड छ। यहाँ चाहिँ दिनको 1500 हो नि त। अन्त उता चाहिँ 2 बेडहरू 2 बेडहरू पनि छ नि। अब यो भिआइपी जस्तो, तर त्यहाँ चाहिँ महँगो हो नि त। तर अब बेडरुममै मात्रै किन पैसा फ्याल्ने हाल्दैन होइन। अन्त हाम्रो चाहिँ यहाँ हो नि त 512। यहाँ चाहिँ के गरेको छ भन्दा एउटा चाहिँ के राम्रो चाहिँ पिएसआरआईमा भन्दा चाहिँ अब यो प्रायः हाम्रो गभर्मेन्ट सिक्किम गभर्मेन्ट हाम्रो सिक्किम गभर्मेन्टले गरिदिनु भएको चाहिँ बहुत राम्रो चिजहरू होइन। यहाँ चाहिँ यो गभर्मेन्ट सिक्किम प्यानलको चाहिँ तपाईँको बेसी अब पेसेन्टहरू आउँछ। यहाँ प्रायः अब सिएको भयो, लिभरको, किडनी सिएको यो सबै थुप्रो आउँछ यहाँ चाहिँ बिमारीहरू। आउँदाखेरि अन्त गभर्मेन्ट सिक्किमबाट आउँदा पुरा पेसेन्ट आउँछ। त्यही भएर चाहिँ उहाँहरूले चाहिँ अब त्यो ल्याङ्ग्वेज प्रब्लम हुन्छ, कति कुरामा उनीहरू त्यहाँ बस्नु अब त्यहाँ कतिवटा मिल्दैन नि त। बस्तीबाट आएको हुन्छ कोही बेला। अब हामी त कति बोल्नै जान्दैनौँ हिन्दी, यत्रो यहाँ बसेर नि त। त्यही भएर चाहिँ सबै सिक्किमकै राखिदिएको छ मिलाएर। अब यो रुम भयो तपाईँको यहाँ सबै सिक्किमकै मात्र छ। 4वटा बेडमा सबैमा सिक्किमकै मात्र बेडहरू छ। तापनि उता अब मेरो चाहिँ वाइफ चाहिँ यहाँ छ। यसरी आफ्नो आफ्नो बेडमा राखिदिएको छ। अब भोलि उसको यहाँ चाहिँ यो सर्जरी छ। अब यसको पल्लोपट्टि पनि सबैमा सिक्किमकै मात्रै छ। के कस्तो हुन्छ अपडेट गर्दै गर्छु। अहिले सानो भिडियो क्लिप अर्कोहरू पनि बनाउँदै गर्छु, हेर्दै गर्नुहोस्। भोलि आउने कति पर्दैछ हौ? कति लाग्यो बुढाबुढी? हेलो भनेर नि। हेलो। यो डल्लै चाहिँ उयो रहेछ हाम्रो सिक्किमकै मात्रै पेसेन्ट रहेछ। यहाँ पनि सिक्किमकै हो। यो अब भ्लग होइन, अब एउटा मेन चाहिँ रिमेम्बर हो। यता पनि सिक्किमकै रहेछ। कहाँको पो? टासिटिङको रहेछ। आज डिस्चार्ज भएर जाँदो रहेछ। यहाँ सबै छ बिमारी भाइ, सबै सिक्किमकै मात्र छ यहाँ चाहिँ। उसले चाहिँ अब फेरि आउने र नेक्स्ट टाइम सबै यहाँ बिमारीहरू। मजा आउँदैछ। सबै सिक्किमको भाषा मिल्ने हो, मजा आउँदैछ। बिमारी त यहाँ तङ्ग्रिरहेको। यता भाइ जाँदो रहेछ। सबैलाई अब एकदमै के छैन, हेर्दै जानुहोस्। यहाँ यो बिल देखेर चाहिँ म त 30,000 हो कि 3 लाख जस्तो भयो कि। यहाँ कसलाई दिनुपर्ने छ? यहाँ जाने हामीले हेर्ने डक्टर चाहिँ उहाँ पनि एकजना। 30,000 मात्रै रहेछ बिल। के रहेछ? 3,06,700। मेरो एटेन्डेन्स चाहिँ पुरा भोक लागेछ हो। यहाँ बिमारीको एप्पल चोरी खाँदैछ। बिमारीको जुस मात्रै बिमारीको खालि लिक्विड डाइट बनेको छ, खालि जुस मात्रै खाएर बस्नु भनेको छ। अब 24 आवर्स चाहिँ। अनि यो फ्रुट्सहरू पनि के पनि खानु हुँदैन अरे अबदेखि उता चाहिँ भोलिसम्म। अब आफ्टर सर्जरी के हुन्छ कोनी खानुहुन्छ हुँदैन थाहा छैन। तर बिफोर सर्जरी पनि अब 24 आवर्स चाहिँ खाली पेट बस्नुपर्ने रहेछ हो। म त भोक चाहिँ पुरा लागिरहेछ। आज दिनभरि बिहान खाएको मात्रै हो अहिलेसम्म। अहिले खानुहुन्छ हुँदैन? अन्त यस्तै छ जिन्दगी, हस्पिटल लाइफ बुढाबुढीको। अमितलाई चाहिँ अब यो मात्रै खुवाउनु पर्दो रहेछ नि त यसलाई चाहिँ।
यो चाहिँ 1 लिटर पानीमा यो दिएर फ्लेभर चाहिँ चोइस गर्नुहोस् ओरेन्ज र पाइनएप्पल रहेछ कुन चाहिँ खाने पाइनएप्पल र ओरेन्ज ओरेन्जसँग फिराइदिन्छु पाइनएप्पल खाने पानी मगाएको छु अब खान्छु यसलाई बेड पनि सार्नु पर्ने उतापट्टि यसको सुप पनि आयो सुप खानु ल खाएँ अब त के खानुपर्छ नत्र चाहिँ भरै यस्तो चटाक चिरिक सफा राख्छ यहाँ चाहिँ रुम अब यो खाजा चाहिँ यसलाई यस्तो दिनुपर्छ त्यहाँ सर यो किनभने के बस्नुपर्छ कि यहाँ किनभने घोडा चाहिँ के गरेको त्यो होइन सुप गर्नु त खानु पऱ्यो त अब यस्तै भए पनि किनभने इनर्जी त आउनु पऱ्यो नि त जिउमा वा वाट ह्याभ नुन नुन लाउने लगाएर फिराउँदा हुन्छ अनि यो सुप छ भेज सुप अन्त भेज सुप टक्कै तौलेर दिँदो रहेछ छ हौ अघि मगाएको पानी पनि आयो अब एउटा पानी अलिक फ्याँक्छु हल्का यो बेलुकाको खाना बेलुकाको खाना चाहिँ अब के गर्नुपर्छ भने यो बेलुकाको खानालाई चाहिँ यो फोन चाहिँ अब यहाँ राख्छु जान्छ यो मैले मन तातो पानीमा भनेको थिएँ सक्ने मन तातो पानीमा चिसो पानीमा दबाई नखाऊ कि यति जति बटाइदिनु त्यहाँदेखि तातो पानी कति भयो अब दबाई लगाएर तातो पानी हाल्नु न ठिकै हुन्छ फिर्छ अब दबाई लाउनु त्यहाँदेखि माथिबाट तातो पानी हाल्नु ठिकै हुन्छ फिर्छ नि दबाई हाल्नु हरे भन्छन् कुन चाहिँ फ्लेभर खाने पाइनएप्पल फ्लेभरहरू लिनु सक्दैन भनेर है गिलास दिँदै खाइदिएको त्यही त यही भनेर बस्नु
परेन के गर्नु नौमितको खाना आजको दुधको चाहिँ अब कसरी हुन्छ खानु पर्यो अलिक उयो किन दिइहाल्यो फोकटेको अब लिटरमा पो भन्दैछ एक घन्टामा कहाँ खानु सक्छ कस्तो रहेछ पानी खाना लुखा खानु पऱ्यो भने जाती हुनु पऱ्यो नि न रुई रुई लिदिन् नाकमा नाकमा गन्दा भन्दै ज्यादा चाहिँ मुखमा टेस्ट यति नमिठो जिब्रो काटेर एकछिन मुर्मो जस्तो अल्छी लाग्छ के गरौँ गरौँ के सोध्छु के गरेको बिमारी चाहिँ फोन छ हाम्रो पढाइ जान्दैन अहिले आनन्द आयो खाना लिएर आएछ मेरो आनन्द र आनन्द यहाँ चाहिँ अब लिफ्टमा पर्खिनु परेछ यहाँ चाहिँ अब यहाँ बस्छु यहाँ कुन चाहिँबाट आउँछ अब आनन्द र आनन्द चाहिँ खाना लिएर यहाँ तपाईँको टुर हुँदैछ यो होइन ए यताबाट आएछ आनन्द आउनुहोस् है म त यता पर्खिरहेको थिएँ आउनु भयो आनन्द र आनन्द पनि यतै यहाँ त कति हो आइसक्यो फ्यामिली भइसक्यो 512 र 511 चाहिँ सिक्किममै रहेको छ हजुर यहाँ चाहिँ हाम्रो डल्लै सिक्किमको अहिले एकजना चाहिँ गयो हो अघि यहाँ थियो अघि फर्स्टमा यहाँ थियो अहिले चाहिँ यता हुन्छ जानुहोस् न हाम्रो आनामा आइपुग्यो यस्तो खानु पर्दछ नि यो चाहिँ डल्लै खानु पर्ने रहेछ नि अब यो गएर चाहिँ उसको त्यो सबै भुँडी खाली बनाएर चाहिँ भोलिको लागि रेडी यताबाट यो चाहिँ होइन यो त मेरो एटेन्डेन्टको अब होइन है पर्दैन मेरो नि के सराम पो पार के साह्रो पैँच तिरो दुईजना आनाम र हाम्रो पुरा सरम पार्छ यहाँ आनुम मेरो हाम्रो यता मेरो वाइफको चाहिँ आनुम दाजु अब लेप्चा आनुम भन्छौँ दाजु हो उहाँ चाहिँ हाम्रो यता बिमारीको चाहिँ भाउजू मेरो साइनो चाहिँ फेरि आनाम पर्छ आनामहरू चाहिँ दिदी हाम्रो लेप्चाको त्यस्तै हुन्छ मैले भिडियोहरू चाहिँ मेन चाहिँ अब साथीभाइहरूलाई उयो गरेको फ्यामिलीले हेरोस् भनेर कति सुर्ताउँछ कि के कस्तो छ भनेर नि त उफ पर ए मनी ओरे एकदम नि अब यो चाहिँ त्यही हो होइन मलाई यहाँ खाना बिमारीलाई आँखा बन्द गर्न मित हेर्नु हुँदैन आज तिमीले यो जाति भयो भने त सोर्छ जे मैले त सोधेँ नि सबै सुनकारहरू सोध
Nara kuina azam abung sokat wan dulu sudah sok makan. Anjir apa nih? उयो चाहिँ हुन्छ होला हौ Ada spicy bang sengkat bang sokat ani bo bila sok makan itu. सुप नि अबिला नि Sok makan. ल सुप हुन्छ हुन्छ एटेन्डेन्ट त पर्दैन हौ आज हस्पिटलको सुरु दादा है आज हाम्रो चाहिँ डिनर सुरु भयो है ल हामी चाहिँ खायौँ है अब खानासाना पनि खाइसकेर अब निक्लेको हामी हावा खाने रह्यो बिमारी यहाँ सबै खाना खाइसक्यो सबैजना यहाँ यस्तो छ हावा खाने रे नङमित पनि ल धन्यवाद तपाईँ भोलि भेटौँ बिमारी हुँदैछ हिजो नै अब भोलि बिहान ओटी गरेर निकालेको मान्छे सबै भिडियो बनाएर हाल्नेछु यता उहाँहरूलाई प्रे गरिदिनुहोस् उहाँको निम्ति के कस्तो हुन्छ म अपडेट गर्दै गर्छु सानो सानो भिडियो जोडेर आज सबैलाई गुड नाइट टेक केयर बाई